हेलो गाइस, गुड मर्निङ। म चाहिँ बिहान उठेँ। मेरो जहिले उठ्ने तरिका यस्तै हो, किनभने यति निद्रा लागेको छ। आज त झन् 6 बजे उठेको म, त्यही भएर झन् गाह्रो भइरहेछ। अनि हेर्नु न त्यहाँ भुत्ने जस्तो देखाएको छ। अनि म जिम जान रेडी भएँ। रेडी भएर अनि जिम गएँ। जिम गएर मेरो आज लेग भएको कारणले 3टा सेट लेग वर्कआउट गरेँ। फर्स्टमा चाहिँ स्ट्रेच बडीहरू ट्रेनिङ गर्नु गएँ। त्यसपछि एडेल गरेँ 3 सेट 15 रेपिटेसनको एडेल गरेर सकाएँ। त्यसपछि नेक्स्ट मेरो वर्कआउट टाइम 7 मेरो वर्कआउट लेग लन्चेस डम्बल लेग लन्चेस गर्दा किनभने कहिले डम्बलले गर्छु, कहिले केटाबल, कहिले चाहिँ वेट बोकेर गर्छु गाइस। आज मैले चाहिँ डम्बलसम्म गरेर यो लेग लन्चेस पनि लन्चेस पनि अनि 3 सेट 15 रेपिटेसनको गर्छु कहिले पनि होइन। लेग लन्चेस सकाएँ। फेरि मेरो थर्ड वर्कआउट चाहिँ के अरे स्क्वाट बारमा। जहिले पनि म स्क्वाट पनि 3 सेट 15 रेपिटेसन नै गर्छु। कहिले कसो ड्रप पनि गरिरहेको हुन्छु, तर त्यसमा चाहिँ 60 चाहिन्छ। अनि एक्लै भएको कारण चाहिँ म चाहिँ सिग्नल गरिरहेको थिएँ। हेलो गाइस, वेलकम टु माई मिनी भ्लग। म चाहिँ आज बिहान उठेर जिम गएँ। अघि मैले एउटा भिडियो नि हालेको थिएँ, तर यो भिडियो चाहिँ कहिले हाल्छु थाहा छैन। छन्छ है, त्यही पनि आज सन्डे हो, सन्डे बनाएको भिडियो हो है। अनि म चाहिँ अहिले सत्यनारायण मन्दिरतिर गइरहेको छु। अनि आज चाहिँ ब्लड डोनेसन छ क्या, मगर सङ्घले अर्गनाइज गरेको ब्लड डोनेसन। त्यही भएर अहिले त्यहाँ गइरहेको छु। लेट्स गाइस, हजुरहरूलाई म अलिअलि क्लिप देखाउँछु। अनि कतिखेर फर्किन्छु त्यो पनि देखाउँछु। गाडी आयो गाइस। है त। अनि त्यो ब्लड डोनेसनमा चाहिँ को आएर ब्लड दिनुभयो मलाई भन्नु ल, मेरो यहाँ त्यसमा सबैजना मेरो लास्ट टाइम चाहिँ लाग्थ्यो, पहिला फर्स्ट टाइम चाहिँ अहिले चाहिँ लागेको छैन हैन। म जिम जाँदा डिजिसहरू हुन्छ कि भन्ने भएको थियो नि त, तर अहिले चाहिँ छैन, हुन्न रहेछ भन्ने। धन्यवाद भन्नु। थ्याङ्क यू सो मच भन्नु। थ्याङ्क यू सो मच। खिचेको होइन अहिले, भिडियो बनाएको दाइ। गाइसहरू हाम्रो चाहिँ सकियो। अनि सब उठाउँदैछ दाइहरूले। फाइनली भिडियो। यस, मामा दाँत झरेको थियो। यहाँनिर चाहिँ हाम्रो फोटो अनि हाम्रो उसमा चाहिँ राँगा दाइ पनि आउनु भएको थियो। अनि अब चाहिँ यो लास्ट हो।